फेसबुक मोनिटाइजेसन गरेर अर्निङ गर्न चाहनुहुन्छ भने चाहिँ यो वेबसाइटबाट चाहिँ तपाईँले फेसबुक फलोवर्सहरू किन्न सक्नुहुन्छ, भ्युजहरू सबै चिज किन्न सक्नुहुन्छ। सुरुमा तपाईँले ब्यालेन्स एड गर्नुपर्ने हुन्छ एड फन्डमा थिचेर। यहाँ मसँग ब्यालेन्स चाहिँ हेर्न सक्नुहुन्छ, तर म एड फन्ड गरिरहेको थिइनँ, म डाइरेक्ट अर्डर गर्छु। तपाईँले चाहिँ फन्ड एड गर्नुपर्ने हुन्छ। त्यसपछि म अर्डरमा थिच्छु र न्यू अर्डरमा थिच्छु। त्यसपछि यहाँ क्याटेगोरीमा चाहिँ फेसबुक फलोवर्स प्रोफाइल पेज भन्ने देखिन्छ, यहाँ त्यहाँ थिच्नुपर्ने हुन्छ। त्यसपछि यहाँ फेसबुक फलोवर्स हाई क्वालिटीवाला नन ड्रप लिनुपर्ने हुन्छ, लाइफ टाइम रिफिल। त्यस पछाडि यहाँ मेरो फलोवर्स हेर्न सक्नुहुन्छ 1496 छ र म यहाँ कपी लिङ्क गर्छु पेजको र यो हेरिरहनु होला यति फलोवर्स छ भनेर तपाईँलाई म देखाइदिइरहन्छु। त्यस पछाडि यहाँ लिङ्क हाल्छु म मेरो पेजको। त्यस पछाडि यहाँ क्वान्टिटी तपाईँले 10,000 हाल्नुपर्ने हुन्छ, किनभने फलोवर मोनिटाइजेसनको लागि 10,000 चाहिने हुन्छ र मलाई चाहिँ 10,000 चाहिएको छैन। यस आई कन्फर्म दिस अर्डरमा थिचिदिन्छु म चाहिँ, किनभने मलाई त मोनिटाइजेसन गरिरहनु पर्दैन, त्यही भएर मेरो प्लेस अर्डर भइसकेको छ। र तपाईँले यत्तिकै फलोवर्सहरू पनि भ्युज पनि लिन सक्नुहुन्छ। यहाँबाट क्याटेगोरीमा जाने, त्यसपछि यहीँ तलतिर फेसबुक सरी मैले उयो थिचेछु, तपाईँले यहाँ फेसबुक भ्युज भन्ने छ हेर्न सक्नुहुन्छ, फेसबुक भ्युज अनि भिडियो भ्युज छ। त्यसपछि यहाँ गएर तपाईँले सुरुकै सस्तैवाला लिन सक्नुहुन्छ, तर यो लाइफ टाइम रिफिलवाला छ, त्यही भएर यो राम्रो हुन्छ नन्ड्रपवाला। तपाईँहरूले यसो गर्नु 1.5 लाख भ्युज लिँदाखेरि तपाईँले हरेक भिडियोमा 5वटा भिडियोमा 30,000 भ्युज लिनु अनि प्लस डिफ्रेन्ट लाइकहरू पनि किन्नु, त्यसो गर्दा राम्रो हुन्छ। म चाहिँ यो भिडियोमा मात्र हालेर देखाउँछु कसरी गर्ने भने कपी लिङ्क गरेँ मैले। यसमा भनेको 114 भ्युज छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ म लिङ्क हालिदिन्छु, लिङ्क हालिदिइसकेपछि तपाईँले यहाँ क्वान्टिटी हाल्नुपर्ने हुन्छ र क्वान्टिटी हालिदिएपछि म यहाँ 1.5 लाख देख्नुभयो होला, म चाहिँ 1.5 लाख हाल्दिनँ। तपाईँलाई जस्ट इक्जाम्पलको लागि मोनिटाइजेसनको लागि चाहिँ 1.5 लाख भ्युज चाहिन्छ, त्यही भएर म यहाँ जस्ट देखाएको म यहाँ 500 हालेर मात्रै देखाउँछु र 500 हाल्छु म। तपाईँहरूले अनि यस आई कन्फर्म द अर्डरमा थिच्नुपर्ने हुन्छ र प्लेस अर्डरमा थिच्नुपर्ने हुन्छ र म तपाईँलाई लाइभ देखाउँछु कसरी भ्युज पनि बढ्छ फलोवर्स बढ्छ भनेर। अर्डर कम्प्लिट हुने बित्तिकै तपाईँले यहाँ अर्डरमा गएर अल अर्डरमा गएर चाहिँ तपाईँले यहाँ अर्डर आइडी हेर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको अर्डर आइडीहरू हो। यहाँ केही समस्या आयो भने तपाईँले व्हाट्सएपमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ हामीलाई। यहाँ हेर्नु यो चाहिँ हाम्रो अब फलोवर्स कति यहाँ हेर्न सक्नुहुन्छ, एकछिनमै कति फलोवर्स बढ्यो भने मेरो चाहिँ एकछिनमै 100 फलोवर्स बढिसकेको छ। यहाँ हेर्नु म रिफ्रेस गर्ने बित्तिकै फलोवर्स बढिसकेको छ, एकदम राम्रो क्वालिटीको भ्युज फलोवर्स हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ, यो अलिकति नेट नचलेर हो। यहाँ भ्युज पनि हेर्न सक्नुहुन्छ 176 छ र अब हामीले गर्ने बित्तिकै 617 एकैछिनमा भयो। यसरी पनि गर्न सक्नुहुन्छ, लिङ्क डिस्क्रिप्सनमा चेक गर्नु होला, व्हाट्सएप नम्बर पनि छ।